घर पनि एउटा एउटा गरामा राखे जस्तो छ यार। एउटा काल्लामा बाटो, एउटा काल्लामा घर। गाइज वेलकम टु माई न्यू ब्लग है। अब बल्ल सुरु भयो। आज कति 1 महिनै भयो क्या हो यार। हामी यता समुद्र हेर्न आएको खास, तर समुद्रले यहाँ सुनामीले केही गर्यो कि भनेर उद्धार गरेर राहत लिएर आएको। आज राहत बाँड्न पाइएला जस्तो छैन। खोइ त पीडित त कोही त छैन यहाँ। राहत पीडित घर हेर्न, घर हेर्न। यतापट्टि एक लाइनमा घर, एक लाइनमा बाटो, एक लाइनमा घर, एक लाइनमा बाटो। खोइ त समुद्र कता गयो। माथि गयो यता छ, तर यता त छ, कसरी छ, किन छ, कहाँ छ, खोइ देखिएन। ल हेर्नु यिनीहरू क्या चिल पारामा बसिरहेको छ भक्कमा। ऊ सुनामी र फुनामी। ऊ त्यत्रो बार लगाइदिएर छ अगाडि। सुनामी छेक्ने। आइज 9, 10, 8, 7 भन्दै काउन्टिङ गर्न पर्ला। काउन्टडाउन सुरु गर्नु पर्ला छ। गाइज यता यत्रो साह्रै ठुलो त आउँदो रहेछ। सुनामी त बेसरी ठुलो छाल आउँछ भने जस्तो लाग्थ्यो त। पहाडै जत्रो उर्लिएर आउँछ भन्थ्यो त होइन। सुन्दा त त्यस्तै सुनेको मैले त यार। यहाँ त समुद्र त्यहीँ छ, घर यहीँ छ। मान्छे बसेकै छन्, बाँचेकै छन्। यहाँ भने घर यहाँ पनि नबनेछ, यहाँ बनेको। ल हेर्नुहोस् गाइज समुद्री। कुन चाहिँ समुद्र हो यो? सी अफ जापान। केही त देखिएन। यो होइन, अर्कोपट्टि अनि यसको बन्दरगाह कता छ त? यसको उस ट्रान्सपोर्टेसन गर्ने ठाउँ यो एरियामा छ कि छैन? अब आउँछ नि त्यहाँ उता सिपिङ पोस्टहरू। ल गाइज पौडिने होइन, अब यहाँ डाइभ हान्ने होला नि। एक डाइभ हानेर कहाँ निस्किन्छ यहाँबाट? नेपाल? नेपालमा त समुद्रै छैन। नारायणी नदीतिर निस्किन्छ होला हौ। चितवनको नारायणी नदीतिर। हाम्रो नेपालको पानी नि छ होला नि यहाँ है। नेपालको खोलाको पानी कुन चाहिँ हो? कहाँ छौ तिमी भनिसकेको छ। यो नुनिलोवाला छ कि कस्तो छ यो पानी? नुनिलै होला। समुद्रको पानी नुनिलो हुन्छ भन्थ्यो, त्यही भएर चाख्नु पर्ला है। मैले चाहेको छैन। अहिले ट्राई हान्नौँला है। ल हेर्नु गाइज यता फेरि यो कहाँ जाने बाटो? यता आकाशतिर डबल यो तलको यता जाने, माथिको उता जाने। अब एकैचोटि समुद्रमा पुगेपछि हेरौँला गाइज। केही त देख्नु भएन होला गाडीभित्रबाट, हामीले त देखेको छैन। उडी आइपुग्न त आइपुग्यो, खोइ कताबाट हो। यहाँ माथिबाट यहाँ तल झरेर गाइज यता आछु। समुद्रमा त गर्मी हुनुपर्ने, कस्तो जाडो भएछ यार। समुद्रको वरिपरि त गर्मी भएर मान्छे चाहिँ नि पौरिन पर्ने। यहाँ त जाडो भयो गाइज। अब यहाँबाट के हेर्ने भन्दाखेरि यहाँ माथि टावर छ, टावरबाट अलिअलि समुद्र हेर्ने।
के भन्नलाई घन्टी बजाऊ अलि यताबाट जाऊँ पार्किङ त यता नि रहेछ त गाइज हो यहाँबाट 2 मिटर तल आरिमास भनेर लेखेछ अब के आरिमास हो 2 मिटर तल अहिले गरम लाग्यो नाच्नु यो हाम्रो घरबाट आएको पानी पनि यहीँ आह हेर्नुहोस् गाइज यहाँ अब छुट्याउनु लाखौँ हामीले यहाँ यो पानी नेपालको यो पानी जापानको यहाँ चाहिँ नि खोज्दैछौँ हामीले अब यहाँबाट 45 मिनटभन्दा धेरै बस्न पाइन्न खोइ त यहाँ बल्छी सल्छी खेल्ने ठाउँ त छैन त यहाँ चाहिँ पाइन्न जहाँ अब माछा मार्न नि के जता गएर मारे नि भयो नि यार अनि दुईजनाको लभ पोइन्ट ए उस के हो नाम सहित टाँच्न पर्ने हो क्या सब विदेशी मात्रै कुदा सायद कसले भनेको त्यस्तै हो भर्खर लभ पर्नेहरू मुखले बोल्न सक्दैनन् गाई यस्ता नामसाम टाँसेर हिँड्छन् होइन अब हामी आइल्यान्डतिर जाँदैछौँ गाइज यता समुद्र तरेर यता आइल्यान्डतिर अब यहाँ खास हामी अब वेकअप मर्निङ सर्ट कफी चाहिँ नि माछो मोतोमा खाइयो अब यहाँ गएर फेरि आइल्यान्डमा गएर चाहिँ नि भ्यू हेरेर आजको डिनर चाहिँ नि कहाँ एसियाबाट अफ्रिकातिर गइन्छ होला ल हेर्नु गाइज खोइ त यहाँ माछा मार्ने ठाउँै रहन्छ क्या यार पानी नपर्ने यार एकछिन मान्छेलाई हेप्ने खोइ अनि यिनीहरूलाई त सुनामीले केही नि गर्ने यो यहाँ त सुनामीको खासै डर रहन्छ क्या हो यहाँ यो पानीलाई ठाउँ कम भएर पाहाड सार काटेर बसेको रहेछ कि खास होइन ए नत्र त अनि यहाँ यस्तो त कहाँ हुन्छ त अनि यहाँ चाहिँ नि मान्छेले होइन पानीले जग्गा मिचेछ गाइज पानीले यहाँ कता ए यो पौडिने ठाउँ हो र यो होइन पौडिन पाइन्न होला अब माथि गएर एकछिन ओतामा बस्नु पर्ने जस्तो पो भयो त यार बाजेले 45 मिनट भन्छ त हामीलाई यहीँ रोक्छ क्या हो नरोक है पानी नरोक यो बाटो यतै हो नि होइन गेट कता छ अब टुन डुन 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 उई त्यो गुफाभित्र पो छिर्न लाग्यो के हो यो यहाँ पूजा गर्ने ठाउँ रहेछ क्या हो हेलो बाजे नमस्ते के यत्रो समुद्र तरेर जुकाइ आउन लाग्यो भने त त्यसलाई त महान ढोक्नुपर्छ सोल्टी त्यत्तिको जुका भेट्यो भने त्यसलाई मान्नुपर्छ लो त्यसलाई चाहिँ नि मस्त पूजा गरे हुन्छ घर लर तँलाई मान्नुपर्छ भाइ भनेर अब टावर पनि रहेछ गाई चाहिँ यहाँ माथि त बल्ल अलिअलि समुद्रमा आए जस्तो भाइब्स आयो गाइज अहिले जाम्ला नि ऊ पैसा चढाउने ठाउँ रहेछ सबैले चढान्छ हामीले लिएर जाऊँ फेरि भरिन्छ के अरे यहाँ भन्ने त हो नि उताबाट बाटो त उता नि रहेछ नि है दाहिने देब्रे घुम भनेर केही भने छैन उताबाट आउने बाटो हो कि खास हामी उल्टो आइयो कि गइयो कि लौ लौ समुद्र यही हो
कतै केही देखिएछ सम्मै छ गाइज यस्तो ब्लक सलक हालेर ऊ त्यहाँ रोकछेक पारेर यो के अरे रामायणमा हनुमानले जय श्रीराम लेखेर राखेको बक्सी है त होला नि है मेटिएछ जब ए कता हो बल्ल पो सुरु भएछ यहाँ टावरमा गयो फोटोसोटो खिच्यो तर हामीलाई चाहिँ डिस्टर्ब गर्यो इन्द्रदेवले यार यो त अति भयो इन्द्रदेव बन्द गर भनेको अबै कठै परा अब यहाँ गर गाइज हाम्रो घरको पानी हाम्रो नेपालको पानी कता कताको पानी छ चेक हान्ने कुरा छ है तर यहाँ हो कि अर्को ठाउँमा हो अरे हामी जाने भने अर्को ठाउँमा यहाँ नजाने यहाँ अहिले अलिकति बिजी भयो यहाँ पानीले डिस्टर्ब ज्यामा सिते यो कि सिरायो सुरुयो के हो आफै मिलाएर भन्नु बुझ्नु होला अहिलेलाई हामी कता लाग्यो भन्दाखेरि एकछिन ओतमा लाग्यो त्यहाँ पछि अनि गएर यहाँ पानी चाहिँ चेक हान्नु छ क्या हामीलाई नेपालको पानीको स्वाद लिनु फोटो खिच्न नि दिएन क्या इन्द्रदेवले यार अति नै गर्यो यहाँ ल ओके लौ न समुद्र हेर्न आएको तल पनि पानी माथि पनि पानी यस्तो पनि कसरी हो ए इन्द्रदेव मोटर बन्द गर्नुहोस् क्या एकछिन भयो यहाँ हेर्नुहोस् त हामीलाई आपत कठै बरा मैला हुन्न र हाम्रो अब यहाँ गएर केही नगरे पनि पानी समुद्रको स्वाद चाख्ने विचार छ है गाइज भनेको के अरे बिच अरे खोइ त नि यहाँ त अनि छाता केही नि छैन त्यही फिल्ममा त बिचमा पुरा छाता ओढेर ट्याक्क सुत्ने कुर्ती हुन्थ्यो त हामी कहाँ आइयो खास कि हामीलाई ढाँटे समुद्रमा ल्यायो भनेर ओहो छाल सिङ बुङदेल ल अब यहाँ नेपालबाट आएको पानी पनि छ होला अब चाखेर पत्ता लगाउने भन्ने अभियान हो सकिन्छै सकिन्न भन्ने कुरा हो कि खास ए यता पो रहेछ नि होइन समुद्र त उता अब यहाँभित्र ट्याक्क गर लहर पक है हो त सेतै हुनुपर्ने हो त छेउमा त समुद्रको पानी नुन त सेतो हुन्छ त अनि यही पानीलाई सुकाएर नुन बनाउने होइन र गाइज हो खोइ त्यस्तो सुनेको मैले अब ल हेर ल हेर्नुहोस् गाइज अब यहाँ नेपालको पानी इन्डियाको पानी कताको पानी तिमी बैमानी सक्दो रहन्छस् त यता आम्न आइज ओइ यो श्रीराम लेखेको होला हनुमानले मेटिएछ रामसाम रामायणमा हनुमानले लेखेको यही त होला नि होइन श्रीराम भन्दै राख्दै गरेको अब फोटो खिच्न पर्यो अनि त्यहाँपछि हेर्न पर्यो गाइज हाकुपा बजार आइपुग्यो गाइज हामीलाई अघि समुद्रमा पानीले पनि घात गर्यो यता आसिक हामीलाई आयो फेरि उहाँ पारी हो अनि उहाँ पारी हो त्यहाँ भोलि हिउँ पर्दाखेरि स्की खेल्ने ठाउँ टुई अहिले चाहिँ रुख काटेर लहरा छाङ्रामा सुरुर बग्ने जस्तो छ है कति मजा हुन्थ्यो होला बच्चाहरूमा चाहिँ है त यताबाट यस्तो हाकुपाको बजार हेर्नु अलिअलि रेस्टुरेन्टहरू लजहरू भएको कहाँ हो त यहाँ सबै यतै यही वरिपरि हो होमस्टेहरू अलिक मासतिर छ यो चाहिँ अब मेन रोड जस्तै भयो सबै लजहरू होमस्टेहरू
त्यो केबल कारले लाने हो तिनीहरूलाई माथि लाने हो त्यो केबल गाडीबाट माथि जाने अनि त्यहाँबाट झर्ने हिउँमा चाहिँ अहिले चाहिँ जाने चढ्न अहिले चढ्न त मिल्छ होला क्या हिउँसु केही छैन त्यो खाली हिउँ नभए पनि डाँडा चढ्न मिल्छ नि त मन कहाँ गोर्खा मन कहाँ मन भन्दै हो क्या डाँडाबाट के भ्यू छ वहाँ माथि गएपछि अन्त बादलै बादल पुरै टोपी लाखा पुरै टोपी लाखा डाँडाले यहाँबाट यो पुल होइन उयो माथिको पुल चाहिँ हाकुबा पुल भन्ने हो क्या यो ठ्याक्क यहाँबाट यो पुल छ त्यहाँ पुलबाट चाहिँ तपाईँको त्यस्तै 3 महिनादेखि 5 महिना कहिलेसम्मदेखि चाहिँ हुन्छ नि त्यहाँबाट चाहिँ भ्यू राम्रो देख्छ यो हिमालको पाहाडको सुन्न हिमाल त्यो लेखेको पनि छ क्या ऊ त्यो माथि माथि भएको त्यो लजहरू त होला नि सब यिनीहरू होइन कि उहाँ डाँडाको टुप्पा हो सबै लजहरू क्याम्पिङ साइटहरू होइन अनि लजहरू होमस्टेहरू यताउता एयरबिएनबी भन्छ नि धेरै रहेछ क्या अनलाइन खैरेर उतैबाट उयो गऱ्यो अनि घर रिजर्भ गऱ्यो अनि घरमै अब आफ्नै घर जस्तै राखेर कोठा दिएर अनि खानासाना बोकाएर उयसको ल उता सुमी समुद्र हेरेर गाइज यहाँ हामी फेरि अहिले नागोया कि नागानो केनको एकीतिर ट्याङडुङ यता फेरि भोलि कतै जानु पर्यो भने लो पावर मोड पो भएर बस्छ कतै जानु पर्यो नागानो केनतिर सिटीतिर हो गाइज यहाँ मेरो मोबाइल सिटीतिर फेरि सोल्टीको मोबाइलबाट बनाउनुलाई हामी चाहिँ अब सर्लक्क लाएर अगाडिबाट 18बाट यता गएपछि अब फेरि अब कहाँ पुगिन्छ भन्ने थाहा छैन यहाँ छ मसँग खुल्ला छ क्या यहाँ मेरो घन्टी बजाइ गर्छ झ्याउँ कि झ्याउँ ल अब हामी यहाँबाट कता जाँदैछौँ भन्ने कुरा हामीलाई थाहा छैन कि यहाँ पहिला पार्किङबाट गाडी फुत्त निकाल्न पर्यो केही नि भन्दैन त के भनिसक्यौँ ल अब कहाँ भन्दा कता पुगिन्छ भन्ने कुरो बुद्ध टेम्पल अरे त्यता गइन्छ त्यहाँ गएपछि त्यताको भिडियो भलक सलक के हुन्छ हेर्दै गर्नु होला लाइक सेयर कमेन्ट सब्सक्राइब त भन्नै परेन अब हिँड्यौँ हामी हेर्नु यो मौसमले ठगेको माछाला अघि उहाँ समुद्रमा जाँदा पानी पऱ्यो अहिले यहाँ आएर घाम लाग्छ यार बजारमा आसी यार यस्तो घाम उहाँ समुद्रमा लाउनु नि गुम्बा के गुम्बा हो यो चाहिँ बन्द भइसकेको छ गाइज अलि ढिलो भयो हामी अब यता सर हेर्न जाँदैछौँ यता गएपछि ट्याक्क लाएर अनि फेरि पानीले ठ्याक्क हामी जहाँ घुम्न लाग्यो त्यहाँ पानी चाहिँ किन खास हामी पानी वर्गको मान्छे परेछ कि हो बाटोमा हिँड्नुन्जेल घाम लाग्यो अब फेरि घुम्नु अघि चाहिँ घुम्न जाने भनेपछि पानी पऱ्यो अहिले नि यता घुम्न आएको फेरि पानी पऱ्यो होइन सर्प वर्गको होइन पानी वर्ग हो यो पानी वर्ग परेपछि यस्तो हुन्छ क्या मान्छेहरू हम जहाँ गए वहीँ पानी आए ल हेर्नुहोस् गाइस यस्तै छ हाम्रो जिन्दगी खै त कहाँ के छ कुकु कुकु कता छ ल हेर्नु गाइस के भन्छ यसलाई यो चाहिँ नि निलो झार भन्थ्यौँ हामीले चाहिँ नेपालमा यसले चाहिँ नि खेती खाएर तनाव गर्दै यहाँ चाहिँ बुट्टा बनाएर राखेछन् लगेर ठाउँमा पर्नुपर्छ भाइ त जापानमा भएर बसेको नेपालमा भयो तल फाडिसक्थ्यो तर ठाउँमै परेछस् ल टेन 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 टुन 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 है यो बाजे जस्तै हिँडेको थियो त अघि उता नि
दाजुभाइ रहेछ क्या हो बुढोको अब हामी यहाँ हो यो त बन्द है तेरिका छ्या ल बाहिरैबाट दर्शन गर्नुहोस् हेर्नुहोस् हामीले पनि यहीँबाट ढोक्ने होला जस्तो छ है यति ठुलो ढोका लाग्छ नि त्यहाँ यता गएपछि यता दाहिने होला हौ घुम्ने त यतै हो ए मेन तल हो है तेरिका माछी गाई मास भन्छ गाई मास हातुरो होइन क्या मैले नचिनेर हो यता रहेछ ढोका त यता त खुल्लै छ क्या हो ल मन्दिर कति धेरै मन्दिर कति धेरै भगवान् मिलेर बसेका नि जापाना त परिवार पनि छुट्टिएर बस्छ नि त भगवान् त एकै ठाउँमा बसिन्छन् त यार के हो यस्तो भनेर भन्न नमिल्ने गाई अब यता गएपछि मेन मन्दिर चाहिँ यता तल रहेछ खास मैले कुरो अलि बुझिनँ यता बाजेले फेरि नखिच फोटो भन्ने हो कि त्यसमा कतै क्यामेरा स्यामेरा उस बन्द छैन बाटो यता बन्द ए यहाँ निर्माण कार्य हुँदै रहेछ भनेपछि अब यसको पछाडि ताल छ ताल जस्तो देखाएको थियो त फोटोमा भनेपछि ताल होइन अरे गाइस अब त उता म ढोका त उता रहेछ झम गुरुजी झम यहाँभित्र रहेछ है यो त यता त गेट पो रहेछ मन्दिर भनेको त ए अच्छा यता रहेछ नि त गाइस हेर्नु त हमारा भगवान इधर ही था योङ गोगो के भन्छ अब यहाँ देख्नुभयो नि हमारा यता रेस्टुरेन्ट रहेछ ढुङ्गा बिछ्या यतानिर चाहिँ भगवान् ड्रोन बन्द ड्रोन पाइन्न के पाइन्न भनेर लेखेको छ क्यामेरा त लेखेको छैन फेरि अहिले मोबाइल खस्तिन त होइन बल्ल अलिअलि मन्दिरको भाइब्स आयो है त झन्डा सन्डा टाँगेको तोरण के भन्छ अरे लोँदा सोँदा सबै दोकान मात्रै छ भगवान्को छेउमा ल अन्त कति ठुलो पानी पऱ्यो त्यो पाइप डाँडा ज्वेलरी सप भन्ने सनी हुँ भन्ने होला यहाँ त के रहेछ तरकारी सरकारी पनि रहेछ डेन्जर गफ लडाएर बसिन्छ दुईजनाहरू बिचरा यिनको फेरि काम बोल्ने मान्छे रहन्छ कि हो दुईजना छ तिनीहरू दुइटा किन नबोलेको त फेरि अलि ट्रम नमिल्दो रहेछ क्या हो ट्रम मिल्ने साथी नभएपछि त्यस्तै हो क्या दुङदुङ त्यो एक्लै होइन अब योन पे चल्दो रहेछ क्या हो योन पे भन्ने ए यता रौसी पसल गाईजी भट्टी साइल दाईको भट्टी यता गसी यतानिर छ अब डाइरेक्ट गइन्छ होला मन्दिरको ढोकामा गएपछि भगवान् हेर्ने गाइज अब एकछिन यो बाटो नहेरौँ धेरै भयो अब मन्दिरको ढोका पानी परेन यो गाइज मेन गेट अब यहाँबाट भित्र ट्रान्स भयो है छिरियो है त ल अब के हो नाम हाम्रो भगवान्को ल भगवान् जय
हाम्री भगवानको जय। यता यता बनिरहेछ गेटपाली। कस्तो खतरा हो यार गेटपाली त यहाँ। कता ए सकियो ए यता हो मेन अच्छै ए यो मेन ढोकालो है गाइज। हामी यहाँ सर्टकट आउने हेर्नु उल्टो आइएछ। ल अब हामी छिर्यौँ। ल अब बल्ल दर्शन गर्नुहोस्। अब हामी लाग्यो आउन त आइयो। कुन भगवान् कहाँ आइयो कुन मन्दिर आइयो सब केही थाहा भयो भाइ। कमेन्टमा ट्याक्कै लेखौँ त यो पाखाको आहा। मैले त मेसो भाइ बुद्धिस्ट टेम्पल हो बुद्धिस्ट टेम्पल हो गाइज। बुद्धिस्ट टेम्पल भन्ने त अघि नै मैले भनेको थिएँ नि। बुद्धको नि धेरै छन् के सन्तान। ए ल हेर्नु त हामीलाई पानीले स्वागत गर्यो। तेरिका साइली रिमाई ल पानी पर्दैछ किन चाहिँ नि छत बन्द गऱ्यो त नि काइजले। बन्द गर्ने बेला भयो क्या हो। ए सबैको छिटो बन्द गर्ने बेला हुँदो रहेछ त्यहाँ। अब हामी जाने त्यहाँ गाइज हो त्यो मन्दिरमा। अघि यताबाट आइयो। अघि चाहिँ खास हामी पार्किङ उता भएर उल्टो आयो। अब यताबाट सर्लक्क गएर दर्शन गरेर अनि गइन्छ। ए जापान सुन्नु नि गाइस जापानमा मानिएको अलिकति जानै पर्ने अब नगइ नहुने त्यस्तो हुन्छ नि मन्दिरहरू। उतेर अब त्यो हुन्छ त्यसमा चाहिँ एक वर्ष ल यहाँ एउटा फोटो खिच्ने होला नि त यो साइडमा। लाइफमा एकचोटि जानुपर्ने मन्दिर होइन मन्दिर भन्दा पनि एउटा गन्तव्य एउटा डेस्टिनेसन पनि हो अरे क्या। ल फोटो खिचौँ क्या यहाँबाट अलि तलैबाट खिच्नु पर्ने। त्यसमा कसले देखाउँदैन अरे हो किन लुकाएर राख्ने त अनि खोइ त्यो कसले त्यो कस्तो छ भन्ने कुरो त सबलाई प्रदर्शन गरेको बेला एक दिन बरु स्पेसल डे राख्नु होइन। खोइ देखाउने समय पनि हुन्छ कि अब के होइन वर्षमा कहिले देखाउने यसो होला तर त्यस्तो त्यस्तो भन्दै जापानमा पहिलोचोटि बुद्धको स्ट्याचु आएको मन्दिर भनेको हेरिटेज यसमै राखेको स्ट्याचु। गुमान हामी लाग्यौँ आयौँ लाग्यौँ पो भनेछौँ। ओम नमः शिवाय भन्ने होइन होइन भनेको के कस्तो होला ओम भने बेमे ओम भन्न लाग्यो। वाट इज दिस ए यो मनै हो जे यता नि छ त के सबको नाम लेख्ने हो के हो। ए लौन 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 ठिकै छ ल। अब ल यहाँबाट खिचे नि हुन्छ फोटो ड्याङ 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 लाएर। भगवान् हामी अलिकति ढिलो भयो के गर्नु अब धुबत्ती बाल्न पाइएन। तपाईँ मेरो मन मस्तिष्कमा हुनुहुन्छ भन्ने हामीलाई लागिराख। त्यही पनि अब धुप बाल्न नपाएपछि अलिकति मनको शान्ति चाहिँ भएन भन्ने जस्तो लाग्यो। तर अब ठिकै छ होइन। स्वस्तिक र रुख पानको पात धुप सुप बालेर प्रार्थना गरेर अब हामी यता एक राउन्ड घुम्ने विचार गरियो गाइस। अब खोइ यता के छ के छ के छ के छ यता अब यताबाट गएपछि बाहिर एक्जिटै हुन्छ होला अनि त्यहाँ पछि घर गइन्छ। अब बिचमा के भयो के हेर्नुभयो कमेन्टमा लेख्नु होला। सब्सक्राइब र लाइक चाहिँ हान्न नबिर्सिनु होला। ढिलो भयो भने आएको छ भ्लग
यता के छ यता सब बन्द भयो अब रहिबेला हामी बन्द गरेर हिँड्न लाखौँ होइन यता राम्रोसँग हेर्नु है कतै खुल्लै छ अब हामी लास्टमा परेपछि अब हाम्रो कर्तव्य त्यो पऱ्यो हाम्रो काममा जिम्मामा के छ यहाँ पिन्जडाभित्र चरा है मान्छेहरू खस्छ नि लौ बच्चाहरू खस्यो भने ल खाइन्छ अब आजको भिडियो यतिमै सकिन्छ अब रात पनि पऱ्यो बाटा खिच्ने जस्तो केही पनि छैन भन्ने लागिरहेछ मलाई हामी भए पनि खिचिन्न अहिलेलाई अर्कोचोटि केयर हुन्छ तपाईँहरूले सबै आज देखायो भने त्यसो भएपछि गाह्रो तपाईँहरूलाई भन्दा मलाई छ यहाँ तपाईँहरू घर बसेर हेरिदिनुहोस् भिडियो बनाउने काम मेरो भयो ल है त गाइस सी यु इन नेक्स्ट भिडियो अबलाई चाहिँ बाई बाई सायोनारा सियु माता ने यहाँ हेर्नुहोस् यो चाहिँ नि के झार भन्छ यसलाई यार यो जापाना परेर यसको चाहिँ नि जिन्दगी कति सुन्दर छ ल बाई बाई